सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट। विदेश पढ्ने इच्छा पनि त्यस्तै र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ। त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रिम सिटी अब्रोड एजुकेसन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युन सर्भिसेस, फ्री जापानिज ल्याङ्ग्वेज क्लास, आइएल्स प्रिपरेसन, करियर काउन्सिलिङ सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड तपाईको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रिम सिटीले नै छुटाइदिन्छ। document preparation, interview preparation, visa processing guidance, even departure support. ड्रिम सिटी को साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन। तपाईको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो। आजै सम्पर्क गर्नुहोस् ड्रिम सिटी अब्रोड एजुकेसन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चावहिल, चुच्चेपाटी चोक, काठमाडौँ। फोन 9866279606, 9845674956, 0159240044। ड्रिम सिटी अब्रोड एजुकेसन कन्सल्टेन्सी, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ। कार्यक्रम स्थानीय सरोकारमा जीवन शर्माको नमस्कार। हरेक दिन बिहान 6:30 बजेदेखि 7 बजेसम्म रेडियो आहा 104.5 मेगाहर्ज, www.radioaha.com, सामाजिक सञ्जाल फेसबुक/रेडियो आहा, युट्युब, टिकटक एवं हाम्रो पात्रो एप्लिकेसनमा लगइन गरी संसारभरि एकैसाथ सुन्न सकिनेछ। विकास निर्माण, समृद्धि र पुनर्निर्माणमा स्थानीय सरकारको बलियो आधार। विक्रम सम्वत 2072 साल असोज 3 गते संविधान सभाले जारी गरेपछि राज्यको पुनर्संरचना गर्ने सन्दर्भमा 753 स्थानीय सरकार र 77 जिल्ला समन्वय समितिको संरचना स्वीकारिसकेको छ। हो, संविधानले मुलुकको मूल संरचना, संघ, प्रदेश र स्थानीय सरकारको निर्माण, तह र व्यवस्थापन गरे अनुरूप 2074 को चुनावपछि प्रदेश र स्थानीय सरकार कार्यान्वयनमा आइरहेका छन्। स्थानीय सरकार अन्तर्गत 6 महानगर, 11 उपमहानगर, 276 नगरपालिका तथा 460 गाउँपालिका रहेका छन्। संविधानले स्थानीय सरकारको एकल अधिकारलाई संविधानको अनुरूप अनुसूची 8 मा विभिन्न 22 वटा विषयमा तोकिरहेको छ। संविधानले प्रदान गरेका विधायकी विधेयक र संविधानको मर्म र भावना अनुरूप गरी एकल अधिकार कार्यसूचीभित्र कानून बनाई त्यसलाई नियम र स्थानीय सरकारले सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने संवैधानिक जिम्मेवारीमा रहेको छ। यसै विषयको पेरिफेरीमा आजको हामी कुरा गर्नको लागि हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ स्थानीय सरकारविद एवं विज्ञ डाक्टर बुद्धि श्रेष्ठ। बुद्धि श्रेष्ठ स्थानीय सरकार संरचना सम्बन्धी जानकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि धेरै ठाउँमा उहाँले प्रशिक्षक लिइरहनु भएको छ, अर्थात् लिने र दिने दुवै काममा निकै सक्रिय हुनुहुन्छ। डाक्टर बुद्धि श्रेष्ठ गोर्खा जिल्लाको विकट गाउँमा जन्मिए तापनि उहाँको उच्च शिक्षा र प्रारम्भिक शिक्षाले गाउँ विकास, स्थानीय विकास तथा शहरी विकासको लागि निकै जोरदारमा आफ्नो योगदान दिनुभएको छ। आज उहाँ डाक्टर बुद्धि श्रेष्ठसँग हामीले स्थानीय सरकार सञ्चालन ऐन, कानून, नियम र परिधिमा के कस्ता त्रुटि र कमी कमजोरी छन्, थप सवाल के छन् भन्ने विषयमा कुराकानी गर्नेछौँ। हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ डाक्टर बुद्धि श्रेष्ठ। डाक्टर साहब, यहाँलाई स्वागत छ कार्यक्रम स्थानीय सरकारमा। धन्यवाद। यहाँ आफै पनि यो स्थानीय सरकारको विज्ञ एवं जानकार हुनुहुन्छ। पछिल्लो समय स्थानीय सरकारमा भइरहेका गतिविधिसम्म यहाँ सन्तुष्टि हुनुहुन्छ? यो पूर्ण सन्तुष्ट छैन म। हजुर, अब यसलाई स्थानीय सरकारको प्रमुख भूमिका पनि भनिएको छ। आम नागरिक र जनप्रतिनिधि बीचको समन्वय कहाँनिर चुक्नु भयो जनप्रतिनिधिहरू? यो जनप्रतिनिधि चुक्नु भयो चाहिँ त म भन्दिनँ, तर हाम्रो यो अंग्रेजीमा चाहिँ भर्टिकल भन्छ, नेपालीमा यसलाई ऊर्ध्वगामी जुन कार्य समन्वयको कुरा छ त्यसमा केही यो नेतृत्वमा अलिकति पूर्णता अथवा ज्ञानको कमी पनि हुन सक्छ। त्यसले गर्दाखेरि यसले महत्त्व दिनुपर्ने ठाउँमा नदिएर प्रचार गर्ने ठाउँमा बढावा दियो भन्ने मेरो बुझाइ छ। कामको
जुन चाहिँ नै महत्त्व दिनुपर्ने ठाउँमा नदिएर प्रचार गर्ने कुरामा बढी महत्त्व दियो, जसले गर्दाखेरि त्यो जुन गर्नुपर्ने काममा चाहिँ अलिकति पछाडि पर्यो स्थानीय सरकार भन्ने मेरो बुझाइ छ। स्थानीय सरकारले आफ्नो नीतिमा पनि कसरी निर्माण गरेका छन्, यहाँले नजिकबाट कसरी निहालिनु भएको छ डाक्टर साहब? अब यो नीति बनाउने आधार भनेको चाहिँ के हो भने पहिलो कुरो चाहिँ हाम्रो संविधान हो। सबभन्दा राम्रो शक्ति नीतिगत मतलब एउटा तपाईँले अघि कानुन भन्नुभयो, कानुनी आधारमा भन्नुपर्दा नेपालको स्थानीय सरकार संवैधानिक आधारमा बनेको छ। संहितामा यो संविधानबाट प्रदेश सरकारलाई जिम्मा दिएर अथवा गाइडलाइन्स दिएर स्थानीय सरकार गर्ने तीनवटा प्रक्रिया हुन्छन्। त्यसमध्येमा यो संविधानबाटै किटान गरिएको छ। यसको साझा अधिकार र मतलब उसको जुन चाहिँ के अरे एकात्मक अधिकारलाई चाहिँ स्पष्ट किटान गरिएको छ। त्यो एउटा ठुलो शक्ति हो। यो शक्ति यो जुन दुईटा आधार छुट्याइसकेपछि स्थानीय सरकारले गर्ने काम, स्थानीय सरकार भनेको चाहिँ सिद्धान्ततः सबअर्डिनेट गभर्नमेन्ट भन्छ, मतलब तल्लो तहको सरकार भन्छ। यो संघीयता र एकात्मकतामा यही फरक छ। संघीयता भएकैले यो अधिकार प्राप्त गरेको हो। अहिले कति मानिसहरू संघीयताको विरुद्धमा लागेका छन् नि। यो अधिकार जुन चाहिँ नै तपाईलाई कसैले ला भनेर दिएको अधिकार र तपाईले बाउसँग लिएको अंशको अधिकारमा फरक छ। त्यस्तै यो आफ्नै सम्पत्तिमा एउटा चाहिँ के भने जुन कानुनी संवैधानिक रूपमा अधिकार छुट्याइएको छ, यो एकदम संहिताको कारणले मात्रै प्राप्त भएको हो। यस्तो अधिकार पहिला 53 सालको विकेन्द्रीकरण के अरे यो सुधार आयोग पछि 55 सालमा स्थानीय स्वायत्त शासन ऐन आयो। त्यसले चाहिँ अलिकति यो विकेन्द्रीकरणको डिभोल्युसन फर्म भन्छ, निक्षेपणमा आधारित चाहिँ के अरे अधिकार दिएपछि तल्लो तहका मानिसहरूमा चेतना चाहिँ वात्तै बढेर आयो। हजुर, त्यो चेतनाले गर्दाखेरि नै यो संघीयतामा आइपुग्या देश त्यो कार्यान्वयन गर्न सजिलो भइराखेको छ अहिले। तर यसको चाहिँ के अरे संघीयताले दिएको जुन चाहिँ पावर अधिकार हो, त्यो अधिकार अनुसार ऐनहरू बनेका छन्। मुख्य दुईटा ऐन जुन चाहिँ वित्त ऐन र चाहिँ के अरे स्थानीय सरकार सञ्चालन ऐन। यो ऐनमा चाहिँ के छ भनेदेखि जुन काम गर्ने अधिकार धारा मतलब ऐनको चाहिँ स्थानीय सरकार सञ्चालन ऐनको चाहिँ दफा 11 र 12 मा जुन दिया छ कामका क्षेत्रहरू व्यापक रूपमा दिएको छ। यो काम गर्नको लागि चाहिँ अलिकति स्थानीय सरकारले बुझाइ कम भयो, स्थानीय सरकारको बुझाइ कम भयो कि भन्ने मेरो बुझाइ छ। के अरे यो चाहिँ के अरे काम गर्दाखेरि ऐनमा लेखेर मात्र त हुँदैन, त्यसको कार्यान्वयन गर्नको लागि मूलभूत रूपमा 3टा तत्त्व चाहिन्छ। कुनै पनि नियम कानुन कार्यान्वयन गर्नको लागि 3टा कुरामा विशेष ध्यान दिनुपर्छ। त्यो चाहिँ म सम्पूर्ण स्थानीय सरकारका नेतृत्वमा रहेका सम्पूर्ण निर्वाचित र प्रशासकीय क्षेत्रका जिम्मेवार व्यक्तित्वहरूलाई अनुरोध गर्न चाहन्छु। पहिलो नम्बरमा इफोर्ट्स भन्छ, कार्यान्वयन गर्नको लागि प्रयास चाहियो। त्यो प्रयास सिद्धान्त त हुनु पर्यो, मनोगत हुनु भएन। नम्बर 1, सिद्धान्त त हुन सकेका छैन। यो संहिता यति राम्रो हुँदा हुँदै नि ठिक काम किन हुन सकेन भने सिद्धान्त छोडेर मनोगत रूपमा काम भएका छन्। नम्बर 1, त्यो अघि मैले प्रचार भन्नेको कारण त्यही हो। अर्को कुरा चाहिँ के छ भन्नु होला भने क्षमता, ज्ञान हुनुपर्छ। अब ज्ञान चाहिँ यहाँ लिने र दिने दुईटैमा पर्याप्त चाहिँ त्यो सम्बन्ध समन्वय हुन नसकेको जस्तो मैले बुझ्छु। ज्ञान लिने र दिनेमा कति छ मलाई थाहा छैन, लिनेमा नि कसरी ल्याछ यो मैले सबैको अध्ययन अनुसन्धान नगरिकन भन्न सक्दिनँ। अर्को चाहिँ क्यापासिटी, पैसा हैन, क्यापासिटी पैसा मात्र हैन, उसको त्यो काम गर्ने क्षमता, ज्ञान भएर मात्रै नि हुँदैन, कार्यान्वयन गर्ने क्षमता पनि चाहिन्छ। यो 3टा कुरामा चाहिँ हामीले चाहिँ ठिक तरिकाले कार्यान्वयन गरेर लैजान सकेनौँ स्थानीय सरकार सञ्चालन ऐनलाई मेरो बुझाइमा। डाक्टर साहब, यहाँले यो कुरा गरिरहँदाखेरि विकास योजना तयार पार्दा समुदायको सहभागिता भूमिका चाहिँ कस्तो किसिममा जोड दिन आवश्यक हुन्छ? यो चाहिँ नि समुदाय, अब यो समुदाय त यस्तो मतलब हाम्रो समाजमा पनि एउटा कमजोरी छ। यसलाई चाहिँ
यो मैले चाहिँ के भन्छु भने यो केन्द्र सरकारले पनि केही कमजोरी गर्यो। जस्तो चाहिँ के कमजोरी गर्यो भनेदेखि अब भाषण गर्दा अब सिंहदरबार गाउँमा जान्छ सिंहदरबार भनियो, त्यहाँ दरबार मात्रै बनाइयो ठडाइयो, तर त्यसको दरबारभित्र आत्मा राख्न सकिएन। त्यो केन्द्रको पनि कमजोरी छ यसमा। केन्द्रले त्यो दरबार बनाउनुको सट्टा त्यहाँ घरबार बनाउन लाग्नु पर्थ्यो क्या। त्यो आर्थिक क्रियाकलापमा लाग्नु पर्थ्यो। दरबारमा करोडौं अरबौं रुपियाँ पैसा खर्च गर्यो। पहिला चाहिँ नि घोडाको तबेलामा पनि बसेर प्रशासन सञ्चालन गरेकै हो। अहिले यत्रो धेरै अरबौं रुपियाँ खर्च गरेर त्यहाँ चाहिँ के अरे दरबार बनाउन जरुरी थिएन। त्यहाँको जनता हामीले थाहा पाएको कुरा के हो भने पहिला चाहिँ दसैँ आयो भने हामी ल बाटो खन्न जाने भन्थ्यौँ। अब चाहिँ नि के अरे सारा मानिसहरू बाटो खन्न जान्थे। अब अहिले चाहिँ कस्तो आयो भनेदेखि दसैँ आयो बाटो सफा गर्ने काम त सरकारको हो भन्ने जनतालाई पर्यो। अनि उदाहरणको लागि भने मैले यहाँले यो कुरा जोडिरहँदाखेरि त्यो बाटो खन्नलाई चाहिँ पैसा छैन, जनतालाई चाहिँ के अरे त्यो के परेको छ भनेदेखि यो सरकारले गर्ने काम हो भन्ने परेको छ। यहाँले यो कुरा गर्दाखेरि डाक्टर साहब दिगो विकासका लागि स्थानीय तहको कदम पनि भन्ने गरिन्छ। यसमा चाहिँ दिगो विकासको लागि यहाँ ग्रामीण विकास साथसाथै शहरी विकासको लागि पनि विशेष जोड दिएर आफू पनि अभियानमा चलाइरहने व्यक्तित्व हुनुहुन्छ। अब दिगो विकासको संरचना स्थानीय तह कदमको चाल्नको सकारात्मक भूमिका चाहिँ आम नागरिक लगायत जनप्रतिनिधि चाहिँ के रहला? यो चाहिँ अहिले यो आम नागरिकमा यसको धेरै लामो सिद्धान्त छ। तपाईको यो छोटो समयमा मैले सबै व्याख्या गर्न सक्दिनँ। यसको सिद्धान्त के छ भने पहिलो कुरो त यो स्थानीय सरकार जन्मिएको नै एउटा ठुलो शक्ति प्राप्त गरेको स्थिति हो। हिजो पहिला स्थानीय निकाय भनिन्थ्यो, बुझ्नु होइन? यो सरकार बनेको छ। यो सरकार बन्नुको अर्थ के हो भन्ने कुरा बुझ्न जरुरी छ। त्यो स्थानीय निकाय पहिला पञ्चायत कालमा सन् 60 देखि चाहिँ के अरे तपाईँको यो स्थानीय तह बनेको डिसेन्ट्रलाइजेसन भन्ने सिद्ध उसमा। अब त्यो चाहिँ के अरे तपाईँको पछि स्थानीय तह बनाइयो, तर अहिले स्थानीय सरकार बनिएको छ। यो चाहिँ चेतनासँग जोडिएको छ। सन् 1950 देखि दोस्रो भन्ने हो भने त दोस्रो विश्वयुद्धपछि चेतनासँगै स्थानीय सरकार चाहिँ स्थानीय तह स्थानीय जनतालाई चाहिँ चेतना चाहिँ बढाउँदै लगिएको छ। तर यो चेतना चाहिँ के अहिलेको समय चाहिँ उल्टो भएको छ। त्यो उल्टो के भएको छ भने चेतनाले के भन्छ भनेदेखि आफ्नो चाहिँ नै आधारभूत आवश्यकता र चाहनालाई चाहिँ अब आफ्नो प्रयासले चाहिँ के अरे पुरा गर्ने र त्यो सरकार चाहिँ त्यसको फेसिलिटेसन अथवा सहजीकरण गर्ने काममा मात्रै लाग्नु पर्नेमा अहिले चाहिँ के भएको छ भनेदेखि सबै कुरो सरकारबाट नै दिने हो भन्ने जुन जनतामा भावना आएछ, जनतामा पनि त्यो चाहिँ किसिमको चेतनामा चाहिँ उल्टो आएको छ। त्यो केले गरेछ भने अहिलेको यो चाहिँ सूचना प्रविधिले पनि यसलाई असर गरेछ। हेर्नुहोस्, किनभनेदेखि सबै मानिसहरू अब पैसाले मात्रै चाहिँ के अरे त्यो सबै कुरा प्राप्त हुन्छ भन्ने सोचमा पुग्यो। चेतना पनि अझ यसलाई सुधार चेतना चाहिँ आयो, तर त्यो चेतनालाई चाहिँ कसरी कार्यान्वयन गर्ने भन्ने कुरामा चाहिँ अब समाजले पनि बुझ्नुपर्ने छ। समाज हाम्रो हिजोदेखि केन्द्रीकृत सोच भएको समाज हो यो। तपाईँ हामी गाउँघरको मान्छे अब त्यो केन्द्रीकृत सोच जस्तो सम्पत्तिको कुरा गर्दा हिजो ठुलो ठाकुरो ठुलो टौवा भएकोलाई छोडिदिने भन्ने सोच थियो नि पहिला हाम्रो बुढा पाकाहरूको पनि। त्यो नै के हो त भन्दा मान्छेको क्षमता भन्दा धनसँग बढी चाहिँ नै मतलब अन्तर सम्बन्धित भएर आयो के। यो हाम्रो केन्द्रीकृत सोचलाई पनि हामीले त्यो जालोलाई तोड्न सकेका छैनौँ। त्यो केन्द्रीकृत सोच तोडेपछि मात्रै त्यो चेतना चाहिँ सहभागितामा परिणत हुन्छ। तपाईँले कतिपय स्थानीय तहमा जनताको विश्वास जित्न सकेको स्थानीय सरकारले जनसहभागिताबाट धेरै ठुल्ठुला काम पनि भएका छन् नि त, हैन? कानुनी रूपमा समस्या त्यस्तो विधि छैन यो स्थानीय सरकारको सन्दर्भमा। समस्या कहाँ छ भन्दाखेरि हाम्रो सरकारको चाहिँ नि सेवा प्रवाह र जनताको सेवा ग्रहण बीचको सम्बन्धमा समस्या छ। डाक्टर साहब, यहाँले यो कुरा जोडिरहँदाखेरि प्रमुख प्रशासकीय अधिकृतहरू कतिपय स्थानीय तहमा हाजिर हुन जानुभएको छैन, कतिपय गएर पनि फर्किनु भएको छ जनप्रतिनिधि बीचको तालमेल नमिल्दाखेरि। यो तालमेल बीचको सन्दर्भ अथवा सम्पर्क नगरिकन केही समय अगाडि हामीले सञ्चार माध्यममा पनि सुन्यौं, राष्ट्रिय
राष्ट्रिय नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले पनि भन्नुभयो स्थानीय तहसँग मन्त्रालयले समन्वय नगरिकन प्रमुख प्रशासकीय अधिकृत पठाइदिँदाखेरि अलिकति असहज परिस्थिति हुन्छ पनि भन्नुभयो। यसलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? हेर्नुहोस्, यो व्यक्तिगत सोचका आधारमा चलाउने हो नि यो डेमोक्रेसी भन्ने, लोकतन्त्र भन्ने चाहिँदैन, बुझ्नु होइन? लोकतन्त्र भनेको चाहिँ सामूहिक लक्ष्य प्राप्ति हो। अब त्यो लोकतन्त्र भन्ने कुरा चाहिँ एउटा सिद्धान्त हो। सिद्धान्त अनुसार चाहिँ नीति बन्नुपर्ने ठाउँमा अब व्यक्तिगत चाहना अनुसार नीति बनाउने चाहिँ त्यो जोर जबरजस्त गर्दाखेरि यहाँ समस्या उत्पन्न भएको हो, मैले बुझेसम्म। हेर्नुहोस्, किन सिद्धान्त अनुसार भन्नु होला भने सिद्धान्तले के भन्छ भने स्थानीय सरकार अथवा प्रदेश सरकारले गर्ने कामलाई जरुरी काम, एसेन्सियल फङ्सन, एसाइन फङ्सन, तोकिएको काम, जरुरी काम भनेको चाहिँ त्यहाँ बाटो निर्माण गर्ने, सिफारिस दिने, यी सबै काम जरुरी काम अन्तर्गत पर्छन्। अर्को चाहिँ एजेन्सी काम, शिक्षा, स्वास्थ्य जस्ता चाहिँ के अरे सामाजिक सुरक्षाका कुराहरू चाहिँ एजेन्सी, उसको चाहिँ एजेन्सीको रूपमा चाहिँ त्यहाँ बजेट दिएर काम गर्नुपर्ने छ स्थानीय सरकारले, त्यो गर्नुपर्ने, त्यो त्यसरी त्यो विभाजन गर्दै जानुपर्ने क्या कामलाई। अर्को चाहिँ के अरे तपाईँको चाहिँ एसाइन काम चाहिँ शिक्षा, स्वास्थ्य जस्ता कुराहरूमा जानुपर्ने। एजेन्सी काम नागरिकताको सिफारिस, केन्द्र सरकारले गर्ने काम, तोकिएका कामहरू, त्यो कामलाई चाहिँ छुट्याएर चाहिँ जुन चाहिँ काम वर्गीकरण गर्नुपर्ने हो त्यो हुन सकेका छैन, नम्बर 1। नम्बर 2, तपाईँले चाहिँ के अरे सिद्धान्त अनुसार भएन भन्नु खोजे। नम्बर 2, बजेट योजना चाहिँ बजेट चाहिँ एलोकेटिभ फङ्सन भन्छ, विभाजनको काम चाहिँ के अरे स्थानीय सरकारलाई पर्छ भन्ने सिद्धान्त छ। तर यहाँ चाहिँ विभाजन चाहिँ केन्द्र सरकारले आफू खुसी गरिरहेछ। अहिलेको उसले आउँदा नि हेर्नुहोस् त, त्यो जम्मै चाहिँ के अरे त्यो विभाजनको कामलाई चाहिँ मतलब नराखिकन त्यो उसमा आफ्नो खुसीले चाहिँ त्यहाँ केन्द्र सरकारले चाहिँ बजेट समायोजन गरे पाएँ मैले। अब तपाईँको चाहिँ के अरे अर्को चाहिँ के अरे तपाईँको यो जुन कर्मचारीको कुरा गर्नुभयो, त्यो कर्मचारीको कुरा चाहिँ के छ भन्नु होला भने कर्मचारी चाहिँ कसरी चाहिँ रिपोर्ट गर्ने, तोक्ने भन्ने कुरा चाहिँ यसको पनि तीनवटा सिद्धान्त छ। एउटा चाहिँ डिसेन्ट्रलाइज्ड सिस्टम छ, सर्भिस सिस्टम। अर्को सेन्ट्रलाइज सर्भिस सिस्टम छ। अर्को चाहिँ मिक्स्ड सिस्टम छ। हाम्रो देशको राजनीतिक, आर्थिक, सामाजिक तीनटै कुरा चाहिँ तपाईँको चाहिँ चारवटा प्रशासनिक समेत चारवटै कुरा चाहिँ के भनेदेखि मिक्स्ड सिस्टम, मिश्रित प्रणालीबाट सञ्चालित छ। त्यो मिश्रित प्रणाली अनुसार चाहिँ स्थानीय तहको कर्मचारी चाहिँ केही कर्मचारी केन्द्र सरकारले तोक्ने र आवश्यकता अनुसारको, क्षमता अनुसारको स्थानीय सरकारले नियुक्त गर्न सक्ने व्यवस्था छ। त्यसलाई ठिक तरिकाले व्याख्या व्यवस्था गर्न बुझाउन नसकेको कारणले यो कर्मचारीहरू नजाने, कर्मचारीहरू चाहिँ के अरे तपाईँको नलिने यो प्रवृत्ति हावी भएको हो। सिद्धान्त अनुसार गरे हो, सिद्धान्त अनुसार नगर्नेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ भन्ने चाहिँ नै गर्न सक्ने क्षमता केन्द्र सरकारमा चाहिँ नै भएको भए यो स्थिति नै आउँथेन। मैले तपाईँको यो जेएनजी आन्दोलनभन्दा धेरै पहिला पनि एउटा कुरा लेखेको थिएँ कि केन्द्र सरकार एउटा औँला पनि देखाउन सक्दैन भने अनि त्यहाँबाट चाहिँ त्यसले चाहिँ कसरी शासन गर्छ हेर्नुहोस्। मैले चाहिँ के अरे नर्वेमा बसेर पढ्दाखेरि त्यहाँ पुलिसको पावर देख्दाखेरि पुलिस चाहिँ के अरे तपाईँको चाहिँ नै यो के अरे मन्त्रीभन्दा ठुलो पावरफुल क्या। हाम्रो चाहिँ यहाँ मन्त्री त सेवक हो नि। अब कर्मचारी चाहिँ संयन्त्र भन्छौँ हामी, मेसिनले लजिकको काम गरेर हुन्न, मेसिन अनुसार त्यो बटन थिच्ने बित्तिकै काम गर्नुपर्छ। यो हाम्रो यो चाहिँ पुरै यो समन्वय गर्न सक्ने संविधानको धारा 232 को जुन व्यवस्था छ यसलाई प्रयोग गरेको भए यो सबै ठिक हुन्छ। डाक्टर साहब, मैले यहाँलाई अर्को एउटा प्रश्न पनि सोध्न चाहेँ। डाक्टर साहब, अघिल्लो पटकको जनप्रतिनिधि अघिल्लो कार्यकाल र पछिल्लो कार्यकालका जनप्रतिनिधिहरूमा चाहिँ यहाँले पाउनु भएको भिन्नता चाहिँ के छ? अब तपाईँको पञ्चायत कालमा चाहिँ उनीहरूले दिएर जे दिए त्यो गर्थे। एउटा समय थियो 46 सालसम्म। 49 सालपछि चाहिँ स्थानीय सरकारले एकपटक 49 सालदेखि तपाईँको 52-55 सालसम्म स्थानीय सरकारले राम्रो काम गरेको थियो। त्यसपछि यो चाहिँ नै 62-60 सालदेखि तपाईँको 74 सालसम्मको पिरियडलाई भन्नुहुन्छ भने त्यो चाहिँ स्थानीय सरकारको लागि ठुलो पोइजन त्यो बेलामा चाहिँ
प्रवेश भएको छ नेपालमा। यसले सामाजिक संरचनामा पनि यसले नकारात्मक कुरा प्रवेश गराएको छ, सोचमा नकारात्मक कुरा प्रवेश गराएको छ र 74 सालपछि चाहिँ स्थानीय सरकारमा एउटा राम्रो सन्देश चाहिँ गएको हो। तर त्यसको अघि मैले भनेको कार्यान्वयनको चाहिँ संस्कृतिमा चाहिँ ल्याएको नकारात्मक सोचले चाहिँ संस्कृतिमा ल्याएको नकारात्मक सोचले चाहिँ के भनेदेखि अलिकति मानिसहरूमा चाहिँ नि कस्तो नकारात्मक त भन्दिनँ म, तर केही भएन भन्ने चाहिँ आवाजहरू उठेको छ। तर तुलनात्मक रूपमा स्थानीय सरकारप्रति टोटल समाजको चाहिँ सकारात्मकै सोच छ अहिलेसम्म। तर यहाँ तपाईँको दुःखको कुरा के छ भनेदेखि कसले के काम गर्ने भन्ने एक शब्द, तपाईँको समय थोरै छ, यसको ठुलो व्याख्या छ। मैले 3 शब्दमा चाहिँ लेखेर पनि भनेको छु, सबै जहाँ पनि भन्ने गरेको छु। स्थानीय सरकारको काम उत्पादन गर्ने हो, प्रदेश सरकारको काम बजार गर्ने हो र केन्द्र सरकारको काम नीति बनाउने हो। त्यो तीनवटा उद्योगामी भर्टिकल चाहिँ जुन चाहिँ रोल रेस्पोन्सिबिलिटीमा चाहिँ चुके हाम्रो नेतृत्ववर्ग, यिनीहरूलाई पढ्नै पर्दैन भन्ने चाहिँ एउटा नकारात्मक सोच छ। पढेर मात्रै ज्ञान प्राप्त हुने पनि होइन, फेरि त्यो मनदेखि, मन र मस्तिष्कले गर्नुपर्ने कामलाई मस्तिष्कले मात्रै गर्दाखेरि त्यहाँ केही समस्या उत्पन्न भएको हो। मनदेखि काम गर्नेहरू को संख्या बढ्ने बित्तिकै यो समस्या समाधान हुन्छ। यसमा नीति संरचनागत समस्या भन्दा हाम्रो यो सोचगत समस्या चाहिँ अलिकति बढी देख्छु म स्थानीय तहमा पनि। डाक्टर साहब, यो स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन याफारे पनि भन्ने गरिन्छ, अर्को स्थानीय तह संस्थागत क्षमता सो मूल्याङ्कन लिजा भन्ने गरिन्छ। त्यसै गरी महालेखाको 62औं अनुसूची 21 अनुसारको यसलाई बेरुजुको कार्यभार पनि भनिन्छ। यो 3वटा तत्त्वहरूलाई स्थानीय तहले पनि अहिले सङ्घीय मामिला मन्त्रालयलाई लिजा र याफारे हेरिरहेको छ। पछिल्लो समय एलजी भनेर पनि फेरि यसलाई नयाँ परिमार्जन गरिएको छ। अब यिनीलाई यो अङ्कभार यो स्थानीय तहले ल्याउने एउटा कार्य सम्पादनको स्थानीय तहको चाहिँ सो मूल्याङ्कनले चाहिँ कस्तो कस्तो प्रभाव पारेका छन्, यो विषयमा जानकार हुनुहुन्छ? यो विषयमा यी विषयहरूमा पनि मैले अलिअलि अध्ययन गर्ने अवसर पाएको थिएँ। यसमा धेरै कुरा छ। पहिलो कुरा चाहिँ के छ भने जुन तपाईँले चाहिँ अब फाइनेन्सियल कुराको तिर जान्छ यो धेरै जसो। अब तपाईँको पहिलो कुरा के छ भन्नुलाई भने केन्द्र सरकारको जो वित्त आयोग छ नि हाम्रो चाहिँ के अरे वित्त आयोगले जुन सिद्धान्त अनुसार यो वित्तीय हस्तान्तरण गर्नुपर्ने विभाजन गर्नुपर्ने कामहरू थियो त्यो अहिलेको सेकेन्ड जेनेरेसन थ्योरी भन्छ है। त्यो सेकेन्ड जेनेरेसन थ्योरीलाई बिर्सिएर फर्स्ट जेनेरेसन थ्योरीमा मात्रै चाहिँ काम गरेको छ। त्यसको अर्थ के हो भन्नुलाई भने त्यो आर्थिक कुरा मात्रै त्यहाँ चाहिँ गरिएको छ अहिलेको सरकार। मैले वित्त आयोगको कहीँ सेमिनारहरूमा जाँदा भन्ने गरेको छु, तपाईँहरू भान्से मात्रै हो भनेर चाहिँ प्रति प्रश्न गर्छु। म सबैको लागि चाहिँ अलिकति छुच्चो मान्छेको रूपमा पनि कहिलेकाहीँ उपस्थित हुन परेको छ। किनभनेदेखि वित्त आयोग भान्से मात्रै होइन, वित्तीय संरक्षक पनि हो, स्थानीय सरकारको वित्तीय संरक्षक पनि हो। त्यो वित्तीय संरक्षक भनेको स्थानीय तहमा आर्थिक क्रियाकलापलाई चाहिँ बढावा दिने काम गर्नुपर्ने ठाउँमा भएको पैसा बाँडिदिने, ल जे गर्छस् गर छोडिदिने, यो प्रवृत्ति हावी छ। यसले गर्दाखेरि तपाईँको जुन वित्त हस्तान्तरण गर्ने सूचकहरू जुन बनाइएको छ त्यो सूचक संयोगले म त्यहाँ त्यो सूचक बनाउने पहिलो मान्छेमा पनि पर्छु भन्थ्यो त्यहाँ। के अरे मैले चाहिँ त्यहाँ भन्ने गरेको थिएँ कि यो के अरे तपाईँको सूचकमा नै रिभ्यू गर्नुपर्ने छ। जुन आधारबाट पैसा दिने भनिएको छ स्थानीय सरकारलाई त्यो चाहिँ के अरे त्यसको लागि चाहिँ छुट्टै ल्याबमा नै परीक्षण गर्नुपर्ने अवस्था छ। नम्बर 1 त्यो जुन चाहिँ छ त्यो अनुसार चाहिँ जुन चाहिँ योजना आयोगले चाहिँ योजना बनाउनलाई यति लामो लिस्ट बनाएर दिएको छ त्यो लिस्टको कहीँ प्रयोगै छैन। हेर्नुहोस्, पहिलो कुरो लिस्ट आफै त्यो चाहिँ सूचकहरू बनाएर दिएको छ, त्यो सूचक चाहिँ कति प्रभावकारी हो त्यसको विषयमा अध्ययन छैन। एउटा मनमा लाग्यो ल यो पालना गर्नुपर्ने भन्ने हिसाबले बनाइएको छ। त्यो लामो लिस्ट पहिलो कुरा त्यो योजना बनाउने मान्छेले बुझ्या पनि छैनन्, त्यो प्रयोगमै नै आएको छैन राम्रोसँग। र योजनाहरू यस्तो चाहिँ छाडा तरिकाले बनाइन्छ
कि तपाईँको त्यहाँ नेताहरूले यो योजना नि राख्दे यो योजना नि राख्दे भनेर भन्छन्, त्यसलाई सिद्धान्तले कसेर राखिदिएको भए त्यसरी त्यो सिद्धान्त अनुसार चाहिँ यहाँ जाँदैन है भनेर चाहिँ रोकिन्थ्यो। जस्तो उदाहरणको लागि प्रोजेक्ट बैंक भन्नुहोस्, प्रोजेक्ट बैंकको सिद्धान्त त राम्रै छ, तर चाहिँ त्यसलाई चाहिँ अब यो पनि राख्दै भन्छ नेताले भनेपछि त्यो लेख्ने मान्छे जो चाहिँ योजना बनाउने मान्छे पनि अब बाध्य हुन्छ, होइन भने उसलाई चाहिँ त्यो त निस्की भनेर भन्छ। यस्तो बलजफ्ती गर्ने प्रवृत्ति बढी छ क्या। लोकतन्त्रमा विधिको शासन लागू हुनुपर्ने ठाउँमा बलको शासन लागू भइराखेको छ यहाँ। त्यसले गर्दाखेरि विधि प्रयोग नहुँदाखेरि यो समस्या उत्पन्न भएको हो। हस् डाक्टर साहब, आजको महत्त्वपूर्ण समय दिएर यहाँले आफ्नो विचार राख्नुभयो, यहाँको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। यो मलाई यत्रो ठुलो अवसर दिनुभयो, तपाईँको रेडियो चाहिँ आलाई पनि धेरै शुभकामना छ र स्थानीय सरकारमा म पनि 2050 सालदेखि यताउता जानेको काममा चाहिँ सहयोग गर्दै आएको छु, लिँदै मतलब जान्ने कोसिस गर्दै आइरहेको छु। के अरे अब यसले चाहिँ स्थानीय सरकारलाई अझ मजबुत बनाउने छ भन्ने विश्वास ल्याएको छु, किनभनेदेखि स्थानीय सरकार चाहिँ के अरे ग्रासरुट अफ द डेमोक्रेसी भन्छ, घर दैलोको सरकार भन्छ। यो लोकतन्त्रको प्रमुख आधार स्तम्भ हो। आधार स्तम्भ बलियो नभएसम्म देश बलियो हुँदैन। यो बलियो बनाउने काममा चाहिँ त्यो आहा रेडियो लागेकोमा धेरै खुसी छु। सफलताको शुभकामना सहित यहाँहरूलाई पनि मलाई अवसर दिनुभएकोमा हार्दिक धन्यवाद। उहाँ हुनुहुन्थ्यो डाक्टर बुद्धि श्रेष्ठ, स्थानीय तह र स्थानीय सरकारमा जानकार, विज्ञ एवं हासिल गर्नु भइसकेका डाक्टर बुद्धि श्रेष्ठसँगको कुराकानी सँगै आजको सम्पूर्ण युनिट लगायत रेडियो आहा 104.5 मेगाहर्ज सुन्दै गर्नुहोला। भोलि अर्को अतिथिका साथ उपस्थित हुनेछु। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्ते। कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट। विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ। त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रिम सिटी अब्रॉड एजुकेशन कंसल्टेंसी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कंसल्टेंसी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युन सर्भिसेस, फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएल्स प्रिपरेसन, करियर काउन्सिलिङ सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड। तपाईको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रिम सिटीले नै छुटाइदिन्छ। document preparation, interview preparation, visa processing guidance, even departure support. ड्रिम सिटी को साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन। तपाईको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो। आजै सम्पर्क गर्नुहोस् ड्रिम सिटी अब्रॉड एजुकेशन कंसल्टेंसी प्राइवेट लिमिटेड, चावहिल, चुच्चेपाटी चौक, काठमाडौँ। फोन 9866279606, 9845674956, 0159240044। ड्रिम सिटी अब्रॉड एजुकेशन कंसल्टेंसी, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।